हेलो एभ्रिवन, मेरो नाम सागर आचार्य र आजको हाम्रो यो भिडियोमा हामीहरू निम्न माध्यमिक तहमा आज सोधिएको प्रश्नहरूको सोलुसन लिएर उपस्थित भइसकेका छौं। सो विदाउट टेस्टिङ एनी फर्दर टाइम लेट्स मुभ अन टु आवर क्वेसन। ओके, हजुरहरू हाम्रो यो क्वेसन हेर्न सक्नुहुन्छ। यो क्वेसनको पहिलो नम्बरमा रहेको छ, नेपालमा कहिलेदेखि दास प्रथाको उन्मूलन भएको थियो। आई रिपिट, नेपालमा कहिलेदेखि दास प्रथाको उन्मूलन भएको थियो। हामीसँग अप्सनहरू रहेका छन् 1977, 1980, 1981 अथवा 1985। ओके, यो एकदमै सजिलो प्रश्न रहेको छ। यसको सही जवाफ रहेको छ विक्रम सम्वत 1981 वैशाख 1 गतेदेखि चन्द्र शमशेरले दास प्रथाको उन्मूलन गरेका थिए। कसले गरेका थिए? चन्द्र शमशेर। ओके, यसैगरी हाम्रो नेक्स्ट क्वेसन रहेको छ, पारिस्थितिक प्रणालीको सन्तुलन वा असन्तुलनको दृष्टिले तलका मध्ये कुन चाहिँको प्रणाली बढी स्थिर रहन्छ? यिनीहरूमध्ये सबैभन्दा बढी स्थिर रहने कुन छ भनेर सोचिरहेछ है। र हामीसँग अप्सनहरू रहेको छ, समुद्रको दिइरहेछ, मरुभूमि, वन अथवा हिमाल। यिनीहरूमध्ये सबैभन्दा बढी मोस्ट स्टेबल भनेको चाहिँ समुद्रको पारिस्थितिक प्रणाली हुन्छ। कुनै पनि अब हाम्रो इकोसिस्टम स्टेबल कति बेला हुन्छ भन्दाखेरि जति बेला त्यहाँ भएका सम्पूर्ण एलिमेन्टहरू चाहिँ रिलेटिभली लङ्गर पिरियडसम्मको लागि स्टेबल हुन्छन्। समुद्रमा जुन लाइट हुन्छ, जुन पानी हुन्छ, जुन डिजल्भ अक्सिजन हुन्छ, ती सबै कारणहरूले गर्दा के हुन्छ, यसको एकदमै स्टेबल हुन्छ है। यसैगरी हाम्रो नेक्स्ट क्वेसन नम्बर 3 मा रहेको छ, नेपालमा राष्ट्रिय शिक्षा दिवस कुन दिन मनाइन्छ भनेर आछ र यसको सही जवाफ रहेको छ असोज 3 गते। सजिलो प्रश्न रहेको थियो। हाम्रो क्वेसन सेटहरू हजुरहरूले प्र्याक्टिस गर्नुभएको थियो भने यिनीहरू सबै क्वेसन परिरहेको थिए लगभग। यसैगरी हाम्रो क्वेसन नम्बर 4 मा रहेको छ, तलका प्रश्नहरूमध्ये शिक्षा मनोविज्ञानसँग प्रत्यक्ष सम्बन्ध नराख्ने प्रश्न कुन हो भनिरहेछ है। प्रत्यक्ष सम्बन्ध आत्मा र मनका विशेषता। ओके, यसले प्रत्यक्ष सम्बन्ध राख्दैन, त्यही भएर यही नै भयो है। अब सिकारुका स्वभावहरू के हुन् भन्नेले पार्छ, मानव वृद्धि र विकास कसरी हुन्छ भन्ने पनि पर्यो। सिकाइले प्रभाव पार्ने बाहिर आन्तरिक तत्त्वहरू के हुन् भन्ने पनि हाम्रो मनोविज्ञानसँग सम्बन्धित पर्यो, तर आत्मा र मनका विशेषताहरू के हुन् भन्ने चाहिँ पर्दैन है। ओके, नेक्स्ट क्वेसन नम्बर 5 मा रहेको छ, तलका प्रस्तुत सिकाइ स्थानान्तरणका सिद्धान्त र तिनीहरूको बीचको सही जोडा मिलाउनुहोस् भनिरहेछ। सिद्धान्तहरू दिइरहेछ र तिनीहरूको चाहिँ सिद्धान्तकारहरू दिइरहेछ है। र अब हेर्नु हाम्रो मानसिक विद्याको सिद्धान्त भन्नाले अब यो जोन लोकी भन्ने भयो। सरी, अप्सन नम्बर सी मा पुग्यो है। यो भन्दा बित्तिकै जोन लोकीमा पुगिहाल्यो। अनि यसैगरी 2 को चाहिँ यो समान तत्त्वको सिद्धान्त भनेको थर्नडाइकमा पर्यो। सो क को 2 भन्ने गुणमा छ, क को 2। ओके, अप्सन नम्बर सी भन्ने भयो है। सी इज द करेक्ट आन्सर। यसैगरी हाम्रो क्वेसन नम्बर 6 मा रहेको छ, हाल प्रचलित राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार कक्षा 4 देखि 10 सम्म कति पाठ्य अथवा कार्य घण्टा तोकिएको छ? र 32 पाठ्य घण्टा अर्थात् 1024 कार्य घण्टा भन्ने छ, जुन अप्सन नम्बर सी मा रहेको थियो। द्याट इज आवर करेक्ट आन्सर। मुभिङ अन, हाम्रो क्वेसन नम्बर 7 मा रहेको छ, तलका मध्ये कुन चाहिँ निर्माणात्मक मूल्याङ्कनको विशेषता होइन? निर्माणात्मक मूल्याङ्कनको विशेषता विद्यार्थीको सिकाइ स्तर निर्धारण गर्नु। ओके, यो चाहिँ होइन है। विद्यार्थीको सिकाइमा सुधार गर्नु हो, अनि उपचारात्मक शिक्षण विधि छनौट गर्न सहयोग गर्नु पनि हो, र सिकाइको अभिन्न अङ्गको रूपमा रहनु पनि हो है। यसैगरी क्वेसन नम्बर 8 मा रहेको छ, शैक्षिक अनुसन्धानमा सूचनाको द्वितीय स्रोत अन्तर्गत पर्ने विधि कुन हो भनिरहेछ। सूचनाको द्वितीय स्रोत भनेको अब अनुसन्धान प्रतिवेदन भनेको सेकेन्डरी सोर्स भइहाल्यो है। एकदमै सजिलो थियो। यसैगरी हामी क्वेसन नम्बर 9 मा जान्छौँ। क्वेसन नम्बर 9 मा भनेको छ, व्हाट इज ब्लेन्डेड लर्निङ भनेछ है। ओके, युज अफ फेस टु फेस टिचिङ एन्ड अनलाइन लर्निङ एक्टिभिटिज भन्ने जुन अप्सन नम्बर बी मा रहेको छ, द्याट इज कल्ड एज ब्लेन्डेड लर्निङ। सजिलो छ नि हैन। यसैगरी हाम्रो क्वेसन नम्बर 10 मा रहेको छ, शिक्षा ऐन 2028 मा साक्षरता, सिप विकास र निरन्तर सिकाइका लागि सहजीकरण गर्न कुन संस्थाको व्यवस्था गरिएको छ? र यसको ओके, सामुदायिक सिकाइ केन्द्र। यही अप्सन नम्बर ए इज द करेक्ट आन्सर है। ओके, यसैगरी क्वेसन नम्बर 11 मा रहेको छ, 0.7 लाई भिन्नमा बदल्दा कति हुन्छ भन्नु हैन। अब 0.75 भनेको चाहिँ कति भयो? यो भनेको 75/100 गर्न मिलिहाल्यो। 25 ले गर्दाखेरि 25 थिए 75, 25 100 को गर्दाखेरि 3/4 भन्ने। ओके, अप्सन नम्बर सी मा रहेको छ, द्याट इज आवर करेक्ट आन्सर। यसैगरी हाम्रो दिएको शब्दहरूको समानार्थ शब्द छान्नुहोस् भन्ने छ। ओके, प्रोडिगल भनेको दिन्छ है। प्रोडिगल भनेको चाहिँ जसले आफ्नो जुन पैसाहरू हुन्छ नि त्यसलाई अननेसेसरीली खर्च गर्ने के, नचाहिने ठाउँमा पनि खर्च गर्ने, त्यसलाई के भन्छ? प्रोडिगल भन्छ। अब यसको अपोजिट चाहिँ फ्रुगल भयो हैन। फ्रुगल भनेको चाहिँ कन्जुस टाइपको, चाहिने ठाउँमा पनि खर्च नगर्ने भनेपछि यो भएन।
अब ओके एक्सेसमा लगाउन मिल्छ यिनीहरूमध्ये एक्ज्याक्टली भन्दा पनि यिनीहरूमध्ये मिल्ने टाइपको चाहिँ एक्सेस हुन्छ त्यही भएर अप्सन नम्बर सी इज द करेक्ट आन्सर। यसै गरी क्वेसन नम्बर 13 मा रहेको छ पृथ्वीको उत्तरी ध्रुव र दक्षिणी ध्रुवको ठिक बीचमा पर्ने गरी खिचिएको काल्पनिक रेखालाई के भनिन्छ भन्ने छ र यसको यो त भूमध्य रेखा भन्ने कथा छ। ओके अप्सन नम्बर डी मा रहेको छ सजिलो भयो। यसै गरी हाम्रो क्वेसन नम्बर 14 मा रहेको छ विकास निर्माण कार्यलाई व्यवस्थित गर्न बलमाछा छान्ने र नयाँ वर्षका रूपमा कस्तो क्वेसनहरु अलि नबुझिने टाइपको रहेछ है। तिला संक्रान्ति पर्व मान्ने परम्परा नेपालको कुन जातिमा छ भन्छ है। भलमन्सा छान्ने र नयाँ वर्षको रूपमा तिला संक्रान्ति पर्व मान्ने भनेको चाहिँ यो थारूमा छ है। 14 को अप्सन नम्बर डी इज द करेक्ट आन्सर। यसै गरी क्वेसन नम्बर 15 मा रहेको छ विकासोन्मुख देशलाई दिगो खपत तथा उत्पादनतर्फ उन्मुख गर्ने वैज्ञानिक र प्राविधिक क्षमतालाई बलियो पार्न सघाउने विषय दिगो विकास लक्ष्यको कुन लक्ष्यसँग सम्बन्धित छ र यसको सही जवाफ रहेको छ लेट्स सी ओके लक्ष्य 13 यो परेन है। यसै गरी लक्ष्य 12 दिगो यसमा चाहिँ पर्यो है लक्ष्य 12 दिगो उपभोग तथा उत्पादन भन्ने जुन अप्सन नम्बर बी मा रहेको थियो दैट इज आवर करेक्ट आन्सर। मुभिङ अन क्वेसन नम्बर 16 मा जानु पर्दा क्वेसन नम्बर 16 मा रहेको छ वर्ल्ड ह्याप्पिनेस रिपोर्ट 2024 अनुसार नेपाल चाहिँ 93औं स्थानमा छ भनेर कतिचोटि पढाइसकेँ मैले क्वेसन धेरैचोटि हजुरहरूलाई एक्जाम सेट दिनुभएको थियो भने यो क्वेसन त बारम्बार आइरहेको थियो। यसै गरी क्वेसन नम्बर 17 मा रहेको छ मनोविज्ञानले प्रत्यक्ष रूपमा तलको मध्ये कुन कुन पक्षहरूको अध्ययन गर्दछ। मानसिक पक्ष मानसिक र संवेगात्मक पक्ष यिनीहरू त हुन त हो मानसिक आत्मिक र वैचारिक पक्ष अथवा मानसिक शारीरिक र ओके अप्सन नम्बर डी इज द करेक्ट आन्सर 17 को। यसै गरी क्वेसन नम्बर 18 मा जानु पर्दा सिकारुको सिकाइ व्यवहार परिवर्तनका लागि पुरस्कार र दण्ड आवश्यक हुन्छ भन्ने सिकाइ चाहिँ व्यवहारवादी सिद्धान्तमा पर्यो है। यसै गरी क्वेसन नम्बर 19 मा रहेको छ तलका मध्ये कुन भनाइले शिक्षकको लागि पाठ्यक्रमको महत्त्वलाई उपयुक्त ढङ्गले दर्शाउँछ। के भन्नु भन्दाखेरि शिक्षकको लागि पाठ्यक्रमको महत्त्वलाई उपयुक्त ढङ्गले दर्शाउँछ भन्ने थियो। ओके सिकाउनु पर्ने विषयवस्तु छनौट गर्न मद्दत गर्दछ मूल्याङ्कनका साधनहरू ओके यसको मेन यो पनि भयो अनि त्यहाँबाट यो पनि भयो यिनीहरूमध्ये अप्सनहरू दिइरहेछ है। अब तीनटै सही भन्ने कति छ ओके अप्सन नम्बर बी मा हाम्रो 1 2 र 3 तीनटै छ भन्ने छ त्यही नै राइट भयो। यसै गरी हाम्रो क्वेसन नम्बर 20 मा रहेको छ दिएका स्तम्भ करेक्ट म्याच द फलोइङ भन्ने छ है। म्याच द फलोइङ भन्ने छ ओके विश्वसनीयता भनेको चाहिँ मापनमा एकरूपता भन्ने भयो र वैधता भनेको चाहिँ आधिकारिकता भयो। यो चाहिँ 1 को आ भनिसके पछाडि यहाँ छ कि 2 को ओके यसमा छ अप्सन नम्बर सी इज द करेक्ट आन्सर 20 को। मुभिङ अन हाम्रो क्वेसन नम्बर 21 मा रहेको छ कुन अनुसन्धानमा अनुसन्धानकर्ता र प्रयोगकर्ता एउटै व्यक्ति हुन्छ। आई रिपिट कुन अनुसन्धानमा अनुसन्धानकर्ता र प्रयोगकर्ता एउटै हुन्छ भन्दाखेरि कार्यमूलक अनुसन्धानमा चाहिँ अनुसन्धानकर्ता र प्रयोगकर्ता एउटै हुन्छ। अब वाइफाई को फुल फर्म सोचिरहेछ वायरलेस फिडेलिटी यो हाम्रो क्वेसन बारम्बार सोचिराखेको क्वेसन भयो सजिलो पनि भयो। प्रचलित शिक्षा नियमावली अनुसार विद्यालयलाई अनुदान उपलब्ध गराउने आधारमा तलका मध्ये कुन पर्दैन भनेछ है र विद्यालयको विद्यार्थी संख्या पर्यो विद्यालयमा उपलब्ध भौतिक सुविधा पनि पर्यो शिक्षक संख्या खासै पर्दैन सो शिक्षक संख्यामा अर्को अप्सन हेर्दाखेरि परीक्षाको नतिजा पनि पर्छ सो अप्सन नम्बर सी इज द करेक्ट आन्सर 23 को। यसै गरी क्वेसन नम्बर 24 मा जानु पर्दा हाम्रो यो न्युमेरिकलबाट आएको छ ओके यसमा चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि 325 हाम्रो लास्टको यो नम्बर जेको त्यो लेखेँ प्लस यसमा चाहिँ 135 गर्नुभयो भने कति हुन्छ गर्दाखेरि हुन्छ 460 हुन्छ है। यो नम्बर आयो भन्नुको अर्थ यी दुईटाको ग्याप 135 छ यी दुईटाको बीचमा पनि 135 को ग्याप छ भनिसकेपछि यसमा पनि 135 कै ग्याप हुनुपर्छ। सो 595 प्लस 135 गर्दा कति हुन्छ 730 हुन्छ जुन भनेको हाम्रो अप्सन नम्बर सी मा छ। फर्दर चेक गर्नको लागि के गर्न सकिन्छ 730 प्लस 135 गर्दा कति हुन्छ 865 हुन्छ। सो हामीले गरेको चाहिँ राइट छ है। सो अप्सन नम्बर सी इज द करेक्ट आन्सर। यसै गरी हाम्रो क्वेसन नम्बर 25 मा रहेको छ महालङ्गुर हिम श्रृङ्खलामा नपर्ने हिमाल तलका मध्ये कुन चाहिँ हो भनिरहेछ। ओके सगरमाथा चाहिँ महालङ्गुरमै पर्छ गौरी शङ्कर भनेको चाहिँ रोलवालिङमा पर्छ भनेर मैले हजुरहरूलाई बारम्बार गराइराखेको क्वेसन थियो। सो गौरी शङ्कर अरू अप्सनमा जानु पनि परेन हामी
अमादप्लम पनि पर्छ, चोयु पनि पर्यो है। 15औं पञ्चवर्षीय योजनामा आर्थिक वर्ष 2080-81 सम्म गरिबीको रेखामुनि रहेको जनसङ्ख्या चाहिँ 9.5% सम्म पुर्याउने लक्ष्य रहेको छ भन्ने छ है, जुन भनेको अप्सन नम्बर बी मा भयो। संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने सार्कको पहिलो राष्ट्र भनेको भारत हो। इन्डियाले कहिले लिएको थियो? 1945 को अक्टोबर 24 मा चाहिँ यसको स्थापना भयो युएनको, र अक्टोबर 30 मा चाहिँ इन्डियाले मेम्बरशिप लिएको थियो है। सो नेपालले 1955 तिर लिएको थियो। सो पहिलो राष्ट्र भनेको कुन भयो? भारत भयो। यसै गरी हाम्रो मुभिङ अन, हाम्रो नेक्स्ट क्वेसन रहेको छ क्वेसन नम्बर 28 मा। योग्यताको समकक्षता अर्थात् इक्विभ्यालेन्सी, मोबिलिटी र पर्मिएबिलिटी सम्बन्धी प्रावधान कुन दस्तावेजमा उल्लेख गरिएको छ? राष्ट्रिय पाठ्यक्रम प्रारूप, ओके, राष्ट्रिय योग्यता प्रारूपमा उल्लेख गरिएको छ। सोको अप्सन नम्बर बी इज आवर करेक्ट आन्सर अफ क्वेसन नम्बर 28। क्वेसन नम्बर 29 मा रहेको छ उत्तर बाल्यावस्था अन्तर्गत स्वावलम्बी सिपमा नपर्ने तलका मध्ये कुन चाहिँ सिप हो? अरूलाई सहयोग गर्ने सिप, खाने नुहाउने सिप, खेल्ने, ओके, यो चाहिँ अप्सन नम्बर ए मा लगाउन मिल्यो। यसैगरी क्वेसन नम्बर 30 मा रहेको छ सिकाइका 3 नियमहरू, द ल अफ इफेक्ट, द ल अफ रेडिनेस एन्ड द ल अफ एक्सरसाइज कुन सिकाइ सिद्धान्तमा सँग आबद्ध छन्? र यसको सही जवाफ रहेको छ प्रयत्न र भुलको सिद्धान्त भन्ने अप्सन नम्बर डी मा रहेको छ। द्याट इज आवर करेक्ट आन्सर। यसैगरी क्वेसन नम्बर 31 मा आयौँ है हामी। 31 मा रहेको छ शैक्षिक सत्रभरको लागि कुनै एक विषयको शिक्षण सिकाइ सम्बन्धी शिक्षक निर्मित योजना कुन हो भनिरहेछ, र पाठ योजना, वार्षिक शैक्षिक पाठ र वार्षिक पाठ योजना, ओके, अप्सन नम्बर सी मा टिक लगाउन मिल्छ हामीले। यसैगरी क्वेसन नम्बर 32 मा रहेको छ इफ यु वान्ट टु आइडेन्टिफाई द टप 15 हाइएस्ट मार्क अफ स्टुडेन्ट फ्रम अ लिस्ट अफ द मार्क कोलम इन एक्सेल व्हिच फिचर, ओके, यसको लागि त सर्टिङ युज गर्न मिलिहाल्यो। 32 को बी भयो है। यसैगरी हाम्रो 33 मा रहेको छ कक्षा कोठाभित्र सिकारुले सिक्नका लागि उपयुक्त वातावरण निर्माण गर्ने कार्यले केलाई बुझाउँछ भन्ने छ, र यसको सही जवाफ रहेको छ कक्षा कोठा व्यवस्थापनमा पर्यो। अप्सन नम्बर सी मा रहेको थियो व्हाट इज द प्रपर प्रोसिडर फर रिपोर्टिङ साइबर क्राइम इन नेपाल भनिरहेछ। यसको लागि चाहिँ नेपाल पुलिस साइबर ब्युरोलाई कन्ट्याक्ट गर्न मिल्छ। यो साइबर क्राइम हजुरहरूलाई परेको छ भने पनि हजुरहरू सिधै यो साइबर ब्युरोको फर्ममा पनि गएर अनलाइनबाट पनि फर्म भर्न सक्नुहुन्छ, अथवा पुलिस स्टेसनमा गएर उहाँहरूको थ्रुबाट पनि फर्म भर्न सक्नुहुन्छ है, हजुरको नागरिकता लिएर जानु होला। ओके, डग बार्क भयो जस्तै बर्डको के हुन्छ? बर्डको चिर्प हुन्छ है। बर्ड भन्दाखेरि एक्ज्याक्टली चिर्प गर्ने भनेको चाहिँ चिकन हो है। अब एनइएजिएस यो नि भन्ने छ, यो यस्तो टाइपले कराउने भनेको चाहिँ हर्स हो, यस्तो हामीले गरिरहेको थियौँ हैन। अब ब्लिड भनेको चाहिँ मैले कसरी कति पढाएको थिएँ, गोठले चाहिँ ब्लिड गर्छ। ट्रम्पेट भनेको चाहिँ इलिफेन्ट भयो। यस्तै क्वेसनहरु हामीले धेरै गराएको थियौँ। अनि चिर्प भनेको चाहिँ चिकन चाहिँ चिर्प गर्छ, चिकन चाहिँ बर्डमा पर्यो, त्यही भएर बर्डको टाइपले आएको। यसै गरी हाम्रो क्वेसन नम्बर 36 मा रहेको छ शिक्षक सेवा आयोगको काम, कर्तव्य र अधिकार अन्तर्गत नपर्ने विषय तलका मध्ये कुन हो भनिरहेछ। कार्य सम्पादनको मूल्याङ्कन गर्ने, ओके, अप्सन नम्बर ए नै पर्यो है, यो चाहिँ पर्दैन। मुभिङ अन, हाम्रो क्वेसन नम्बर 37 मा रहेको छ पृथ्वी आफ्नो अक्षमा कसरी फन्को मार्दछ भनिरहेछ। पश्चिमदेखि पूर्वतर्फ घुम्छ भनेपछि हाम्रो अप्सन कतिमा छ? अप्सन नम्बर ए मा रहेको छ पृथ्वी आफ्नो अक्षमा चाहिँ पश्चिमदेखि पूर्वतर्फ फन्को मार्दछ। नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशीमा मिसिन आउने नदीहरू मध्ये सबैभन्दा सानो नदी, सबैभन्दा ठुलो नदी अरुण हो भने सबैभन्दा सानो नदी लिखु है। ओके, यसै गरी हाम्रो क्वेसन नम्बर 39 मा रहेको छ 15औं आवधिक योजनामा नेपाललाई कहिलेदेखि दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकको सूचीमा स्तरोन्नति गर्ने दीर्घकालीन सोच राखिएको छ भन्ने छ। 2086 भन्ने कता छ? ओके, 2086 है यसको आन्सर, जुन हाम्रो अप्सन नम्बर ए मा रहेको थियो। यसै गरी हाम्रो क्वेसन नम्बर 40 मा रहेको छ सार्क क्षयरोग ट्युबरक्लोसिस सेन्टर चाहिँ हाम्रो नेपालमा छ है, सार्कको। अब यसै गरी क्वेसन नम्बर 41 मा रहेको छ तपाईले प्राप्त गरेको शिक्षालाई अध्यापतिक र जीवन्त बनाउन इक्विभ्यालेन्ट शैक्षिक कार्यक्रम छनौट गर्नु भएमा त्यो कस्तो प्रकारको शिक्षा हो भनिरहेछ है। यो चाहिँ अब इक्विभ्यालेन्सी चाहिन्छ भने चाहिँ अनौपचारिक शिक्षामा लगाउन मिल्यो। यसै गरी हाम्रो क्वेसन नम्बर 42 मा रहेको छ सिकाइले प्रभाव नपार्ने पक्ष तलका मध्ये कुन चाहिँ हो? सिकाइले प्रभाव नपार्ने पक्ष तलका मध्ये कुन चाहिँ हो भनिरहेछ। उत्प्रेरणा, पुनर्बल, शिक्षण विधि, उपलब्धि परीक्षण, ओके, अप्सन नम्बर डी ले फरक पार्दैन।
यसै गरी पाठ्यक्रमले तोकेको सिकाइ सक्षमताहरू हासिल गराउन कुनै शिक्षकले कक्षाकोठामा बहुसांस्कृतिक र बहुभाषिक पक्षहरू समायोजन गरी शिक्षण गर्दछ भने त्यसलाई के भनिन्छ भन्ने प्रश्न रहेको छ। त्यसलाई चाहिँ विविधताको व्यवस्थापन भनिन्छ, जुन हाम्रो अप्सन नम्बर ए मा रहेको छ। 43 को बनिसक्यो। अब हामी अन्तिममा आइसकेका छौँ। हजुरहरूले के कति मिलाउँदै आउनु भएको छ हामीले कमेन्ट पनि गर्नु होला। नैतिक शिक्षा पढाउने शिक्षकले दृष्टान्तहरू सहितको लामो प्रवचन दिँदै पाठको सामान्यीकरण गरी विद्यार्थीहरूमा नयाँ नैतिक सन्देश सिकाउँछ भने उसले तलका मध्ये कुन शिक्षण विधि उपयोग गरेको मानिन्छ भन्ने छ है। र यसको सही जवाफ रहेको अब आगमन विधि भन्ने भइहाल्यो है। यो सजिलो भइहाल्यो, हजुरहरूले मिलाइहाल्नुहुन्छ। यसै गरी हाम्रो क्वेसन नम्बर 45 मा रहेको छ विद्यालय र व्यवस्थापन समिति बीच हुने द्वन्द्व कस्तो किसिमको द्वन्द्व हो? समूहबीचको द्वन्द्व होइन, सङ्गठनात्मक द्वन्द्व। ओके, अप्सन नम्बर बी मा लगाउनु मिल्यो। यसै गरी हाम्रो वाट टाइप अफ द सफ्टवेयर इज युज बाई अभियसली लर्निङ म्यानेजमेन्ट सिस्टम एलएमएस सफ्टवेयर भन्छ है यसलाई, एलएमएस। यो त अब यसमा कुनै शङ्का नै भएन। यसै गरी हाम्रो क्वेसन नम्बर 47 मा रहेको छ नेपालको संविधानले कुन कुन वर्गका नागरिकहरूलाई कानुनमा व्यवस्था भए बमोजिम निःशुल्क उच्च शिक्षा पाउने मौलिक हकको व्यवस्था गरेको छ भनिरहेछ। यो चाहिँ हाम्रो अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकहरूले चाहिँ निःशुल्क रूपमा उच्च शिक्षा पाउने कुरा उल्लेख गरेको छ। यसै गरी हाम्रो क्वेसन नम्बर 48 मा रहेको छ स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार स्थानीय तहको अधिकार क्षेत्रभित्र नपर्ने विषय कुन हो भनिरहेछ है। अब मातृभाषामा यो चाहिँ पर्यो, गाभिएका विद्यालयहरूको सम्पत्ति यो पनि पर्यो, विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन यो पनि पर्छ, शिक्षा सम्बन्धी नीति। ओके, नीति कानुन र मापदण्ड चाहिँ हाम्रो के भन्छ स्थानीय तहको अधिकारको क्षेत्रभित्र पर्दैन है नीतिहरू। अब क्रम नमिलाई राखिएको अक्षर एसिसिओकेईपीलाई अर्थपूर्ण गर्दाखेरि यसलाई के गराउन सकिन्छ? पिकअप गराउन सकिन्छ। पिइएसिओसीके गराउन मिल्छ। यसलाई एरेन्ज गर्नु भएन, जुन भनेको चाहिँ फुल भएन, चराचुरुङ्गीमा पर्यो, जुन अप्सन नम्बर बी मा रहेको छ। अब सबैभन्दा गहिरो महासागर भनेको चाहिँ प्रशान्त महासागर भन्ने रहेको छ, जुन अप्सन नम्बर बी मा रहेको छ। ओके, हाम्रो 50 वटा क्वेसन एकदमै सजिलो प्रश्न आएको थियो। हजुरहरूले के कति मिलाउनु भयो हाम्रो कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला। यदि हजुरहरूले हाम्रो जुन वेबसाइटबाट आइओ बुस्टरबाट जुन इक्जाम लिइन्छ त्यस्तो टाइपको इक्जामहरू रेगुलरली प्र्याक्टिस गर्नुभएको थियो भने आजको क्वेसन चाहिँ हजुरहरूलाई गाह्रो भएन होला है पक्कै पनि। ओके, आजको लागि हामी यति नै गर्छौँ। धन्यवाद।